म प्रवीण श्रेष्ठ। आज चाहिँ मैले आमाको महत्त्व शीर्षकमा निबन्ध लेखेको छु। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। आमा भनेको संसारकै सबैभन्दा पवित्र, महान र निस्वार्थ प्रेमको प्रतीक हुनुहुन्छ। संसारमा जीवन दिने, हुर्काउने र सधैँ माया गर्ने व्यक्ति को हो भने त्यो आमा नै हो। बालकले पहिलो शब्द बोल्न सिक्ने, पहिलो पाइला चाल्न सिक्ने र जीवनका हरेक पाटामा अघि बढ्न मार्गदर्शन गर्ने पहिलो शिक्षक आमा नै हुन्। आमाको माया कुनै स्वार्थमा आधारित हुँदैन। उहाँले सन्तानको सानो खुसीका लागि आफ्नो सारा दुःख, पीडा र चाहनालाई तल्लीन दिन सक्नुहुन्छ। बच्चा बिरामी हुँदा रातभर नसुती स्याहार गर्ने, भोक लाग्दा आफू नखाई छोराछोरीलाई खुवाउने आमा एक असल मार्गदर्शन मात्र होइन, जीवनको असली नायक पनि हो। समाज र संस्कार बढाउने भूमिकामा पनि आमाको योगदान अतुलनीय छ। उहाँले नै बालबालिकालाई संस्कार, अनुशासन, माया र जिम्मेवारी सिकाउनुहुन्छ। आमा नभएको जीवन असंयमित, अनिश्चित र अधुरो हुन्छ। हाम्रा सफलताको जरा आमाको आशीर्वाद र मेहनतमा गाडिएको हुन्छ। उहाँको सम्पूर्ण र त्याग बिना हामी त्यो स्थानमा पुग्न सक्दैनौँ जहाँ आज छौँ। निष्कर्षमा आमा हाम्रो जीवनको मेरुदण्ड हुन्। उहाँप्रति सम्मान, माया, कृतज्ञता प्रकट गर्नु हाम्रो कर्तव्य हो। जीवनमा जति अगाडि बढे पनि आमाको हातको माया, उहाँको शब्द र आशीर्वाद सधैँ हाम्रो साथ चाहिन्छ। आमा नै साँचो भगवान हुन्। धन्यवाद। हाम्रो प्रवीण टिभी च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया यस्तै भिडियोको लागि प्रवीण टिभी च्यानललाई सब्सक्राइब गर्नु र साथमा रहेको बेल आइकनलाई दबाउनु र आमालाई धेरै माया गर्नुहुने मान्छेहरूले चाहिँ मेरो भिडियो चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनु होला। हस्त, धन्यवाद।